प्रिय सज्जन दर्शक महानुभावहरू, कहीँ बार हामीले आफूले नै गरेका साना मिस्टेकबाट हामीले आफ्नै भाग्यलाई अवरोध बनाइराखेका हुन्छौँ र प्राय व्यक्तित्वहरूले भने यी कर्महरूलाई गर्ने गर्नुहुन्छ। कसैले मागेको खण्डमा तत्काल आफ्नो वस्त्र दिने अथवा कसैलाई वस्त्र दिने, आफूले लगाएका कपडा यदि कसैलाई दिनु नै छ भने विदाउट त्यसलाई नधोइकन कदापि नदिनु होला। यदि नधोइकन तपाईँले आफ्नो वस्त्र यदि कसैलाई दिनुहुन्छ भने नि त्यसले तपाईँमाथि दारिद्रता नै लिएर आउँछ, तपाईँमाथि बोझ नै लिएर आउँछ, तपाईँमाथि ऋण नै लिएर आउँछ। तदनुसार यदि दिनु नै छ भने धोएर दिने गर्नुहोस्, धोए पश्चात सुकाएर आइरन गरेर दिने गर्नुहोस्। तब मात्र त्यो दिएका कुराबाट लाभ पनि प्राप्ति हुन्छ, यश पनि प्राप्ति हुन्छ र कीर्तिमा पनि वृद्धि हुने गर्दछ।